स्वर्गे सत्ये च कैलासे वैकुण्ठे नास्त्ययं रसः। यदि जीवनमा केही राम्रा कर्म गर्न सक्यौँ भने बाबा आमाको सेवा, समाजको सेवा, भगवानको सेवा, सत्सङ्ग, तीर्थ व्रत आदि आदि केही राम्रा कर्म जीवनमा गर्न सक्यौँ भने सायद स्वर्गसम्म पुग्न सकिने हाम्रो जीवनमा कर्म भयो र स्वर्गसम्म पुगियो भने स्वर्गमा गएर के पाइन्छ, के देखिन्छ भन्दा स्वर्गको सुखशायी सुविधा भोग्न पाइन्छ र इन्द्र आदि देवताहरूको दर्शन पाइन्छ। वैकुण्ठसम्मै पुग्ने कर्म हामीबाट भयो भने वैकुण्ठमा दिव्य त्यहाँको आनन्द अरू लिन पाइएला साक्षात् भगवान् नारायणकै दर्शन त्यहाँ पाइन्छ होला। हाम्रो जीवनमा राम्रै कर्महरू गऱ्यौँ, कैलाशसम्म पुग्न सकिने कर्म यदि भयो भने र कैलाशसम्म पुग्न सकियो भने त्यहाँ भोले बाबाको दर्शन होला। तर शास्त्रकार भन्नुहुन्छ, श्री वेदव्यासजी महाराजले पद्मपुराणमा बताउनुहुन्छ, स्वर्गे सत्ये च कैलासे वैकुण्ठे नास्ति अपि अयम रसः। जो अत्यन्तै दुर्लभ, अत्यन्तै महत्त्वपूर्ण जो भागवतको कथा छ, श्रीमद् भागवतको कथा छ, त्यो न त स्वर्गमा गएर सुन्न पाइन्छ, न त वैकुण्ठमा गएर सुन्न पाइन्छ, न त कैलाशमा गएर सुन्न पाइन्छ। हो, वहाँ भगवानको दर्शन पाइन्छ होला तर भगवानका गुणानुवाद सुन्न पाइँदैन। यस्ता सुन्दरी भागवतीय गाथाहरू श्रवण गर्न पाइँदैन। यदि पाइन्थ्यो भने परीक्षित राजालाई 7औं दिनमा मर्नु परोस् भन्ने जो श्राप लाग्यो, त्यति बेला सुखदेव स्वामीले कथा श्रवण गराउँदै गर्दा स्वर्गका देवताहरू अमृतको कलश लिएर 7औं भन्दै आउँदैनथे होला। हिजो महात्म्यमा सुन्नुभयो त्यो कथा। त्यही भएर यस्तो महत्त्वपूर्ण दिव्य भागवतको कथा हामीले अति सुलभसँग यति बेला यहाँ प्राप्त गरेका छौँ। प्रसङ्ग बडा सुन्दर छन्। श्रीमद् भागवत प्रारम्भ हुन्छ जन्मबाट, होइन? मैले बारम्बार भन्ने गर्छु यहाँहरूलाई, भागवतको कथा कोही एकादेशको कथा होइन। भागवतको कथा हाम्रै जीवनको कथा हो, हाम्रै जीवन हो। किनभने भागवत प्रारम्भ हुन्छ जन्मबाट। कहाँबाट? जन्मबाट। कसरी भन्नु होला? जन्माद्यस्य यतो नयान्ति तरतः चारथे सुभिज्ञः सुरान् तेने ब्रह्महृदयादि कवये मुह्यन्ति यत्सूरयः। श्रीमद् भागवतको कथा प्रारम्भ हुन्छ जन्म शब्दबाट के जन्म। जन्माद्यस्य त भागवतको विश्राम हुन्छ मृत्युसँगै अथवा परीक्षितको मोक्षसँगै, होइन? परीक्षितको मोक्ष भयो, मुक्ति गति प्राप्त गरे, भागवत विश्राम भयो। जन्मबाट प्रारम्भ भएर मृत्युसम्म रहँदो रहेछ भागवत। त्यही हो भागवत कथा। हाम्रो जीवन पनि त्यही हो। जब जन्मबाट सुरु हुन्छ मृत्युसँगै सकिन्छ। हो, त्यही जन्म र मृत्युको बिचमा हामीले नगरी नहुने, हामीले गर्नै पर्ने कर्तव्य रूपी धर्म के हो भनेर जो बाटो देखाउने जीवन पुस्तिका जो छ त्यो हो श्रीमद् भागवत। श्रीमद् भागवतको रचना भयो सन्देहबाट, शङ्काबाट, कष्टबाट। वेदव्यासजीले 17 पुराणहरू बनाउनु हो र पनि मनमा सन्तोष भएन, बेचैनी भयो, मनमा असन्तोष भयो, कष्ट भयो, क्लेश भयो। त्यसपछि नारदजीको आज्ञाबाट वेदव्यासले दिव्य भागवतजीको रचना गर्नुभयो। अब यहाँबाट बुझ्नुपर्छ भागवत के रहेछ भने, बस जब जब बेचैनी हुन्छ, जब मनमा पीडा हुन्छ, कष्ट हुन्छ, त्यसको औषधि पनि रहेछ। जब भागवत श्रवण गर्यो भने त्यो मनभित्रका दुःखहरू, पीडाहरू, क्लेशहरू सबै नष्ट भएर जाँदा रहेछन्। भक्तवत्सल भगवानको, श्याम सुन्दर भगवानको अति सुन्दर, अति दिव्य प्रसङ्गहरू यहाँ श्री सुखदेव स्वामीले आज परीक्षित राजालाई बताउँदै हुनुहुन्छ। हिजोको कथा हामीले परीक्षित र सुखदेवजीको भेट र परीक्षितले गरेका प्रश्नहरूसँगै अतः पृच्छामि संसिद्धिं योगिनां परमं गुरुं पुरुषस्य यत् कार्यं म्रियमाणस्य सर्वथा। मर्नेवाला व्यक्तिले के गर्नुपर्छ गुरुदेव भन्ने जो प्रश्न थियो, परीक्षित अरू केही गर्नु पर्दैन, समय व्यर्थैमा समय बर्बाद नगरे हुन्छ।
धेरै जस्तो व्यक्तिहरूले समय कसरी खर्चिरहेका हुन्छन् अरे भने यहाँ श्री परीक्षित महाराजलाई बताउनु भएको छ। निद्रया ह्रियते नक्तम व्यवायेन च वावयः दिवाचार्थे हया राजन कुटुम्ब भरणेन वा। धेरै जस्तो व्यक्तिले समय कसरी व्यतीत गरिरहेका हुन्छन् अरे भने निद्रया ह्रियते नक्तम, राति जति सुतेरै बित्छ हैन, रात जति सुतेरै बित्छ। अनि दिन चाहिँ कसरी बित्छ त भन्दाखेरि कुटुम्ब भरणेन वा, त्यहाँ छोराको विवाह गरियो, छोरीको विवाह गरियो, धान छ भित्र्याउन छ, यसो गर्नु छ, उसलाई फोन नगरेको धेरै दिन भयो, अझै धेरै दिन गरेन भने रिसाउँछ होला बिचरा, यसो भएन उसो भएन भनेर व्यवहार निभाउँदा निभाउँदै के कुटुम्ब भरणेन वा, आफ्ना कुटुम्ब व्यवहारिक बन्दा बन्दै समाजसँग आफन्तहरूसँग व्यवहार निभाउँदा निभाउँदा दिन बित्छ, रात जति सुतेर बित्छ भने कहिले हो त भगवानको स्मरण गर्ने? खोइ त समय। हेर परीक्षित, यहाँ समय तिमीलाई 7औं दिनमा तक्षक नागले डस्छ भन्ने जो चिन्ता हो छोडिदेऊ। 7 दिन भनेको कम होइन, 7 दिन भनेको कम होइन। यदि समयको सदुपयोग गर्न जान्यो भने खड्वाङ्ग नाम गरेका राजाले त केवल 1-2 घडी भगवानको स्मरण चिन्तन ध्यान मनन गरेर मुक्तिलाई प्राप्त गरेका थिए भने तिमीलाई त 7 दिन प्राप्त भएको छ। तर समस्या के हो भने समयको सदुपयोग गर्न नजान्नु हो। समयलाई सदुपयोग गर्न जान्नु पर्दछ। अझै धेरै जस्तो व्यक्तिको समय हामी सबै प्रायः कसरी बितेको हुन्छ अरे भने एउटा भजन बनाएको थियौँ है। जब पुग्यो 5 अग्नि मनाछ, जब पुग्यो 5 अग्नि मनाछ, किन जन्म दियो मलाई हे राम यो जन्जालैमा, हे राम यो जन्जालैमा। जब 80, 85, 90 कटेर माथि लागेपछि नि आफ्नै आँगन परदेश जस्तो हुन्छ जुन दिनमा है, बिस्ताराबाट तल झर्न सकिँदैन। कसैको सहारा कसैले दिएनन् भने आफू बस सुतेको बिस्ताराबाट तल भुइँमा झर्न सकिँदैन। अनि त्यति बेला बल्ल आफ्ना बितेका समय सम्झेर पछुतो लाग्छ अरे के कसरी मैले समय कसरी बिताएँ त भन्दा जब पुग्यो 5 आँगनीमा नाच, जबसम्म 5 वर्षको थिएँ त्यति बेलासम्म ताते ताते गरेर हिँड्न सिक्दा सिक्दै आँगनको ओल्लो कुना र पल्लो कुना कहिले कसैले हात समातेर ताते बाबु ताते ताते गरेछ हैन। त्यही ताते ताते गर्दा गर्दै समय बितेर गयो। जब पुग्यो 10 खेलौनाको रस, त्यति बेला भगवानको भजन गर्नुपर्छ। यही हो, त्यसकै लागि हामी आएको हौँ, गर्भवैदेखि हामीले कसम खाएर आएका हौँ भन्ने कुरा उसले बिर्सिएको हुन्छ। त्यही भएर जब पुग्यो 10 खेलौनाको रस, भाँडाकुटी खेल्न पाए हुन्थ्यो। बाबा बजार जानु भएको छ अरे, केही न केही खेलाउने कुराहरू ल्याइदियो हुन्थ्यो। यस्तै यस्तै सोच्दा सोच्दै कहिले ढक्कनहरू बोतलका ढक्कनहरू जम्मा गर्यो, त्यसैलाई खेलौना बनायो। कहिले बाबा बन्यो, कहिले आमा बन्यो, खेल्दा खेल्दै त्यहाँ अनेक घर बनायो। यस्तै गर्दा गर्दै गर्दा गर्दै हाम्रो 10 वर्ष बितेर जान्छ। जब पुग्यो 10 खेलौनाको रस, जब पुग्यो 20 जवानीको रिस, अब जवानी भरिएर आउँछ अनि कता कता अभिमान बढ्छ अरे म जस्तो को छ र, म जस्तो राम्रो को छ र, म जस्तो बलियो को छ र हैन। एकपटक सबैलाई आउँछ अरे त्यस्तो समय, 18-20 वर्षको जुन समय। जब पुग्यो 20 जवानीको रिस, फेरि समय बित्दै गयो। जब पुग्यो 30, अब त दाजुभाइकै रिस है अब त दाजुभाइकै रिस। त्यही घर हो हजुर, एउटै चुलोमा पकायो खायो, सब आनन्द थियो। एउटै थालमा खाएर हुर्केको, एउटै बिस्तार चटाइमा गुन्द्रीमा सुतेर हुर्केको। अब 28-30 वर्ष भयो, 35 वर्ष भयो, अब विवाह गर्यो अनि छोराछोरी भयो। त्यसका छोरालाई ठुलो भाग, मेरो छोरालाई सानो भाग, मन के मन हैन।
अनि एक आपसमा सानसानो कुरा जब बढ्दै जान्छ अनि आपसमा दाजुभाइमा मनमुटाव हुन थाल्यो अनि चुलो छुट्टियो, घरै छुट्टियो, आँगन छुट्टियो, सबैको हो के व्यथा यो सबैको। त्यही भएर जब पुग्यो 30 दाजुभाइकै रिस, जब पुग्यो 40 जहान बच्चा छोराछोरी पालिस भयो। अब 2-4 जना बन्टाङ बुन्टुङ पाल्नै पर्यो। अब यहाँको कमाइले पुगेन भने जानु पर्यो विदेशतिर पनि। कहाँ के गरेर हुन्छ, कर्तव्य निभाउनु परेन। विवाह गरेर लिएर आएको पुण्य के पाले पुण्य मारे पाप भन्दै दिएकै हुन्। अब पुण्य कमाउनै पर्यो, भरण पोषण गर्नु पर्यो, कर्तव्य पुरा गर्नु पर्यो नि। अब छोराछोरी भए उनीहरूलाई हुर्काउनु पर्यो, बढाउनु पर्यो, पढाउनु पर्यो, एउटा असल बाबा आमा बन्नु पर्यो भनेपछि जब पुग्यो 40 जहान बच्चा पालिस, जब पुग्यो 50 कानमा लाग्यो बतास। अब कमजोरीको महसुस सुरु हुन थाल्यो त्यहाँबाट। 50बाट माथि लागेपछि सानोतिनो त पहाडै उठाइदिन्छु, कसले के गर्न सक्छ, जे गरेर पनि घर चलाउँछु भन्ने थियो नि जुन जाँगर, जुन जोस अब कमी हुँदै गयो। थोरै कमजोरीको फिल महसुस हुन थाल्यो। अझै समय बित्दै जान्छ। जब पुग्यो 60 झन कमजोरी भयो, हातमा आयो लाठी। कसैको सहारा चाहिने बेला भयो कि लाठी भनेको। बिस्तारै अब सहारा खोज्ने बेला हुन थाल्यो। अब कति पो गर्न सक्छु र, छोराले केही गरिदियो हुन्थ्यो, छोरीले केही गरिदियो हुन्थ्यो, अपेक्षा हुन थाल्यो कसैको सहाराको। जब पुग्यो 60 हातमा आयो लाठी। जब पुग्यो 70 यताउता भौतारी। बेसरी ठुलै प्रगति गर्न सक्दैन होइन। कहिले खेत, कहिले बारी, कहिले छोरीका घर, कहिले आफ्नै घर, कहिले यता कहिले उता। ठुलै प्रगति काम त्यस्तो विशेष गर्न सक्ने हिम्मत त छैन। यसो यताउता गर्दा गर्दै समय बित्यो। जब पुग्यो 80 अब त त्यही सामर्थ्य पनि हराउँदै गयो, कुनामा बसी। जब पुग्यो 90 यो ज्यान हब्बे न कब्बे। जब पुग्यो 100 यमराजको भए। त्यति बेला कुनामा बसेर एकान्तमा बसेर पछुताउँछ र यी सबै आफ्नो दिनचर्यालाई सम्झेर। कुन समयमा त भन्दा घुँडा दुखेर करकरी भएको छ, बिस्तराबाट तल झर्न सक्दैन। हामी सबैको आउँछ त्यो दिन। एक दिन यस्तो आउने छ, शरीर थरथरी काँप्ने छ, सास लिन गाह्रो हुने छ, घाँस निल्नै साह्रो पर्ने छ। जिन्दगी एक दिन माटोमा मिल्छ, हुँदैन कुनै मोल। जिन्दगी एक दिन माटोमा मिल्छ, हुँदैन कुनै मोल। नमः शिवाय, नमः शिवाय, नमः शिवाय बोल। नमः शिवाय, नमः शिवाय, नमः शिवाय बोल। आफैले लिँदै गरेको त्यही सास लिन पनि भारी हुन्छ अरे के। घाँस मुखमा त राख्यो किक्ली किक्ली हुन्छ, त्यही घाँस अड्केर कतिको गयो नि प्राण। त्यही भएर त्यही चिज पनि भारी पर्न थाल्दछ। एक दिन यो जीवन सबको माटोमा मिलेर जानेछ। समयदेखि शुद्र भगवानको नाम जप, काम गर्दै गर्दा पनि प्रभुको नाम र चिन्तनलाई नछोड, गलत व्यसनलाई त्यागिदेऊ, होइन भने पछि ठुलो पश्चाताप हुनेछ। अनेकौँ कुकुर सुँगुर आदि बनेर फेरि जन्मिएर यो धरतीमा अनेकौँ कष्ट भोग्नु पर्नेछ। यसपटक पाएको मानव देहलाई सुधार गर। अहिले के कानै हामीले मक्ख परेर राम्रो बनेर जो हिँडेका छौँ ती सब 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 ओढार जस्तो बन्ने छ यही शरीर। यी मोती जस्ता दाँत पनि झर्छन्, चौरिन्छन् गाला त्यो। शिरो झैँ फुल्छ त्यो कालो केश, खुम्चिन्छ छाला यो। आँखामा बादल, कानमा पर्दा लाग्नेछ जीवनमा। सहारा दिए कसैले भने
पुगिन्छ आँगनमा, एक दिन यस्तो आउनेछ, आँगन मुग्लान बन्नेछ, यो मोटो घाटो शरीर पनि आफैलाई बोझ बन्नेछ। छिट्टै जान, न फ्याट्टै मर्न सकिन्छ, न कसैको प्यारो नै बन्न सकिन्छ। यो आफ्नै शरीर आफैलाई एक दिन बोझ बन्न थाल्दछ। त्यो बेलामा पछुताएर केही हात लाग्दैन। त्यो समयमा हैन, वैंशमा लाग्छ पर्वतै बोकी ठमठमी हिँडौला, बुढो हो शरीर भदभती पोल्छ, फर्किन्छन् पिडौला। न छोरो साथमा न छोरी साथमा, बुढेसकालैमा धरधरी रुँदै डुबुल्की मार्दै आँसुको भेलैमा, एक दिन यस्तो आउनेछ, शरीर थरथरी काँप्नेछ, नगरी खानु नमरी जानु, आफैलाई दिक्क लाग्नेछ। यस्तो दिन हामी सबको आउँछ। त्यही भएर परीक्षित महाराजलाई एउटा माध्यम मात्र बनाउनु भएको हो। परीक्षितलाई माध्यम बनाएर श्री सुखदेव स्वामीले यहाँ हामी सबैलाई सम्झाउन खोज्नु भएको छ। हेर हे, त्यो दिन हामी सबको आउँछ। त्यो दिन नआउँदै शरीर टाठै हुँदै बाठै हुँदै केही गर्न सक्ने हुँदा हुँदै भगवानको स्मरण गर्नु हैन, गलत सङ्गतमा यदि फसिएको छ भने सुध्रिने प्रयास गर्नु, गलत चिजको सेवन गर्ने गरेको छ भने सुध्रिने प्रयास गर्नु, समय छँदाखेरि नै भगवानको नाम चिन्तन स्मरण सुमिरन गर्दै गर्नु। त्यो अन्तिम समयमा त्यसरी रुनु र पछुताउनु पर्दैन। त्यो बेलामा त्यो आफ्नो जीवनमा गरेका ती कुकृत्य सम्झेर पछुताउनु भन्दा पनि श्री रामको याद आउँछ, श्यामको याद आउँछ र पछुताएर कष्ट सहेर बसिरहनु पर्ने दिन आउँदैन। यो सङ्केत गर्दै हुनुहुन्छ। त हेर परीक्षित, तिमीलाई केवल मसँग 7 दिन छ भनेर चिन्ता नगर, समयलाई सदुपयोग गर। भगवानको नाम चिन्तन गर, सुमिरन गर, जप ध्यान गर। यो सबै इन्द्रियहरूद्वारा भगवत सेवा गर्नको लागि हामीले सबै इन्द्रियहरू प्राप्त गरेका हौँ। स्वविड बराहोष्ट खरे समस्तोत पुरुषः पशु, नयद कर्णपथो पेतो जातो नाम गदाग्रजः। यदि यति सुन्दर सुन्दर कान पाएर हामीले भगवानको कथा यदि सुनिँदैन भने त्यो कान के हो अरे भने मुसाले खोलेको सर्प बस्ने पुवाल हो। यहाँ बताउनुहुन्छ सुखदेव स्वामीले। यो कुनै काम छैन, यो पुवाल, यो सर्प बस्ने पुवाल समान छ। यो कानको केही औचित्य छैन, खालि अर्काले अर्कैको कुरा काटेको मात्रै सुन्न थाल्यो भने यो कान पाउनुको कोही औचित्य भएन। यदि भगवानको बेलामा दर्शन गरिँदैन भने यो आँखा पाउनुको कुनै औचित्य भएन। त्यो त मयूरको प्वाखमा, यो मयूरको प्वाख छ नि, हेर्नुहोस् त, यहाँ आँखा जस्तै आकृति देखिन्छ, हेर्दाखेरि ठ्याक्कै आँखा जस्तै देखिन्छ यहाँ। तर यो यसले संसार देख्न सक्छ? हेर्दा त राम्रो छ, तर यसले संसार देख्न सक्दैन। बस हाम्रै पनि केवल यो शरीर सजाउनको लागि, हाड र मासुको यो पुतलालाई सजाउनको लागि बनेको आकृति मात्रै हो। यसको कुनै औचित्य छैन। यदि बेलामा भगवान साधु सन्त महात्माको दर्शन गरिँदैन भने प्रेमसँग भन्नुहोस् राधे राधे। मुख यति सुन्दर बोल्ने कला त पायो, तर केवल व्यवहारिक कुरा मात्रै गर्छ, अर्काका कुरा मात्रै काट्छ। खेतैमा गयो त्यही कुरा काटेछ, अरू तीर्थ गर्न भन्दै गयो, अर्काका कुरा काट्दै गयो, अनि गङ्गा नुहाएर आयो, के फाइदा भयो र होइन? अनि त्यही भएर यो मुख प्राप्त, यो सुन्दर बोल्ने कला त पायो, तर यसले यदि भगवानको नाम जप्दैन भने त्यसको पनि कुनै औचित्य छैन है। सबै शरीरद्वारा प्रभुको चिन्तन र सुमिरन गरेर यो मानव देहलाई सार्थक बनाउनु पर्दछ। भक्तवत्सल भगवानको, श्याम सुन्दर भगवानको
भगवानले दिएको हामी देख्दैनौँ, बरु दोषै लाउँछौँ। है प्रभु तिमीले केही दिएनौ। दोष लाउने हामी सबैको आदत छ के, प्राय दोष लाउने। आफूले केही नगरेको थाहा छैन, तर भगवानलाई दोष लगाउने यो व्यक्तिको स्वभाव नै बनिसक्यो। यति सुन्दर मानव चोला हामीलाई कहिले पुग्दैन। फेरि जति भए पनि त्यो सृष्टिदेखि नै हो। खासमा भगवानले हामीलाई, हामी मानवहरूको के प्रारम्भमा ब्रह्माजीले सृष्टि गर्ने बेलामा हाम्रो मनुष्यहरूको खास औसत आयु 40 वर्ष मात्रै बनाउनु भएको थियो अरे के। मनुष्य जस्तो असन्तोषी प्राणी यो संसारमा केही पनि छैन, कोही पनि छैन। अरू सब जे भए पनि सन्तुष्ट छन्। बुढेसकालमा खानुपर्छ भनेर सङ्ग्रह अरूले गर्दैन, छोराछोरीलाई पुगेन भनेर मरिमेटी गरेर अरू ल्याउँदैन। बरु त्यही मनुष्य जस्तो असन्तुष्टि यो संसारमा कोही पनि छैन अरे के। ब्रह्माजीले जब यो सृष्टि गर्ने बेला भयो त्यति बेला मानवहरूको आयु केवल 40 वर्ष बनाइदिनु भएको थियो अरे। अनि भन्न थालेछ, प्रभु 40 वर्ष बाँचेर के गर्ने, कहिले विवाह गर्नु, कहिले छोराछोरी हुन्छन्, कहिले धन कमाउनु, कहिले हिँड्नु डुल्नु, यो त पुगेन। असन्तुष्ट व्यक्त गर्दै थियो। त्यति नै बेला उताबाट एउटा गधा गएछ। फेरि त्यो गधाको पनि आयु 40 वर्ष थियो सृष्टि गर्ने बेलामा। त्यो गधा रुँदै गएछ ब्रह्माजी, हे ब्रह्मदेव 40 वर्ष म कसरी बाँच्ने, अर्काको भारी बोकेर, अर्काको बोझ उठाएर मेरो आयु छोटो गराइदिनुहोस्, छिटै मर्न पाऊँ बरु। यति 40 वर्ष बिताउन सक्दिनँ भनेर ब्रह्माजी थिम गयो। घटाइदिउँ, उसो भए मिल्छ भने घटाइदिनुहोस्। ल त्यसो भए तिम्रो 20 वर्ष घटाइदिए। अब असन्तुष्ट मनुष्यले जनाइरहेको थियो नि, त्यो गधाको 20 वर्ष निकालेर मनुष्यको आयुमा थपिदिनु भएछ। कति भयो? 60 वर्ष भयो होइन। अब फेरि अझै पनि पुग्दैन। अब पुग्यो भनेको अझै मिल्ने भयो त अझै थप्थे भन्छ मान्छे। केही दिनपछि रुँदै रुँदै एउटा कुकुर गएछ। सबले हेला गर्छन्, कुट्छन्, पिट्छन्। बाहिर बसेर अर्काको आश गरेर समय बिताउनु पर्छ। 40 वर्ष त मेरो लागि धेरै हुन्छ, मिल्छ भने घटाइदिनुहोस् न प्रभु। फेरि त्यो कुकुरको पनि 20 वर्ष निकालिदिनु भयो अरे ब्रह्माले। अब कसलाई चाहिएको छ? असन्तुष्ट को छ? मनुष्य छ। 60 वर्ष भएको थियो, कुकुरको 20 वर्ष फेरि थपिदिनु भएछ। अब 80 भयो। अब त पुग्या छैन, पाए त अझै थप्थे भन्छ। नातिको विवाह गरेको पनि देख्न पाइन्थ्यो, पनाति पनि देख्न पाइन्थ्यो, पाए त अझै थप्थे भन्छ मनुष्य। कहिले सन्तुष्ट नै हुँदैन। अनि फेरि उताबाट लाटे कसरी हो के, उल्लु। मैले दिनमा देख्दिनँ कसरी समय 40 वर्ष बिताउन मिल्छ भने त अलि आयु कम गर्न पायो हुन्थ्यो भन्न थालेछ गएर। त्यसपछि निकालिदिउँ। आधा आयु 20 वर्ष त्यो लाटे कसरीको पनि निकालिदिनु भयो ब्रह्माले। अब त्यही मानवलाई ल्याएर थपिदिनु भएछ। अब कति भयो? 100 वर्ष। त्रेतायुगका मनुष्यहरूको औसत आयु थियो 10,000 वर्ष। त्यसपछि त्यो 10,000मा एउटा जिरो घट्यो है, एउटा जिरो घट्यो, 1000 बाँकी रह्यो। त्रेतायुगका सत्ययुगका मनुष्यहरूको 10,000, त्रेतायुगका मनुष्यहरूको 1000 वर्ष औसत आयु। द्वापरयुगका मनुष्यहरूको सत्ययुगका मनुष्यहरूको औसत आयु 1,00,000 वर्ष। त्रेतायुगका मनुष्यहरूको औसत आयु 10,000 वर्ष। द्वापरयुगका मनुष्यहरूको औसत आयु 1000 वर्ष र कलियुगका मनुष्यहरूको औसत आयु 100 वर्ष मान्छ शास्त्रले। त्यसरी 100 वर्ष पुगेछ होइन। अब त खुसी हुन थाल्यो, म त 100 वर्ष बाँच्ने भएँ, श्रेष्ठ प्राणी हुँ भन्दै अभिमान गर्दै हिँड्यो। 40 वर्षसम्म त रमाएरै हिँड्यो, आफ्नै आयु थियो। अब त्यो 40 वर्षदेखि पछि गधाको आयु लिएको नि, ठ्याक्कै जीवन त्यस्तै छ कि छैन? छोराछोरी पाल्नु पर्यो, श्रीमती पाल्नु पर्यो, बोझ नबोकी भएन, भारी नबोकी भएन नि त। नि लिएकै गधाको आयु 60 वर्ष पुग्यो। त्यसपछि त्यही कुकुरको जस्तै जुनी लगभग सुरु हुन्छ के। आफूले त्यति गर्न सकिँदैन, कारबार व्यवहार छोराछोरीको हातमा गयो, ढुकेर बस्नु, आशा गरेर बस्नु, त्यस्तै जीवन सुरु हुन्छ अरे। 80 वर्षभन्दा माथि लागेपछि उल्लुको आयु लिएको नि, आँखा देख्दैन,
नजर बन्द हुन्छन्। त्यसपछि जीवन हाम्रो त्यस्तै 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 बन्दै जान्छ। प्रेमसँग भनिदिनुहोस् राधे राधे। त समय जति छ त्यसलाई सदुपयोग गर्न जान्यौँ भने परीक्षित पछुताउनु पर्दैन। हरिहर भगवानको, श्याम सुन्दर भगवानको। यहाँनिर गएर अब कुन देवताको पूजा गर्यो भने कस्तो कामनाहरू पुरा हुन्छ भन्ने विषयमा पनि चर्चा गर्नुभएको छ। सँगसँगै सृष्टि विषयक जब प्रश्नहरू यहाँ अगाडि बढाउनु भयो, सुखदेव स्वामीले यहाँ द्वितीय स्कन्धमा गएर बल्ल मङ्गलाचरण गर्नुहुन्छ। होतैर महद्भिर्यैमा पुरो देवो निर्मायशेते यदमोष पुरुषः भुङ्क्ते गुणान् षोडश षोडशात्मकः स्वलङ्कृशिष्ट भगवान् वचांसि मे। योभन्दा अगाडि परीक्षितको मनमा पूर्ण वैराग्य छ कि छैन भनेर परीक्षा लिनुभएको थियो क्या सुखदेव स्वामी। आजको 7औं दिनमा मर्नुपर्ने भयो भन्ने सुनेर तुरुन्तै मनमा अचानक वैराग्य आयो। गङ्गा किनारमा आएर बस्न त बसे अञ्जन व्रत गरेर, के त्यो वैराग्य सधैँभरि टिक्ने खालको छ कि छैन? बेला बेलामा छोराछोरीले भने जस्तो काम गरेनन्, छिमेकीले आफन्तहरूले धोका दिए हेपे, अलि व्यवहार बिग्रियो भने पनि वैराग्य आउँछ अरे के कहिले कहिले। यो घर सम्हालेर बस्नुभन्दा जान्छु देवघाटतिर गएर बस्छु, मेरो मेरो भनेर के रहेछ र भन्न पनि आउँछ अरे कहिलेकाहीँ भित्रभित्र मनमा। तर त्यो एकैछिनमा त्यो वैराग्य हराउँछ फेरि। कतै त्यस्तो खालको वैराग्य पो हो कि के कामना पूर्तिको लागि कुन देवताको पूजा गर्नु? एकपटक के भएछ भने एकजना आमालाई त्यस्तै वैराग्य आएछ। बुहारीले भनेको मान्न छोडिन्, उल्टै वचन लाउन थाले। हिजोका यी भुसुनाहरू जसलाई हात समातेर हिँड्न सिकाएँ, आज मेरै कुरा यिनीहरूले मान्दैनन्। मै अर्गेली भयो घरमा, जान्छु बरु देवघाटतिर गएर बस्छु भन्ने लागेछ। पोको बोकेर जानुभयो, सेती दोभानसम्म पुग्नु भएछ है, सेती दोभानसम्म पुग्नु भएछ। ठिक्क त्यहाँ गाडी कुरेर बसेको, उताबाट बोर्डिङ स्कुलको गाडी आइपुगेछ। नाति जुन स्कुलबाट फर्किन्थ्यो, नातिले देख्यो झ्यालबाट, आमा कहाँ जान लाग्नुभयो आमा आमा भन्दै फुत्त गाडीबाट झरेर झम्मै काखमा गयो। अब त्यो नाति काखमा आएर बसेपछि घर छोडेर जानै मन लागेन। त्यो नातिको मुख देखेपछि फनक्कै फर्केर त्यही नातिलाई डोर्याउँदै डोर्याउँदै घरमा आउनु भएछ। यता बुहारीले आँखा तर्छिन्, के कनै घर छोडेर देवघाटतिर गएर बस्छु भनेर गइया थियो त, फर्केर आइएछ त आधा घन्टा नहुँदै। बिचारी आमै के भन्नु, केही न केही भन्नु पर्यो नि। अनि त नबोल नकरा त, तेरो मायाले आएको नि, यो नातिको मायाले फर्केको भन्थिन अरे होइन। मायाको जाल हुन्छ नि त के थाहा परीक्षितलाई पनि क्षणभरको पो वैराग्य हो कि कस्तो छ, केही सांसारिक आशा र अपेक्षा पो छ कि भनेर बडा दिव्य तरिकाले सम्झाउनुहुन्छ। रूपाभिकामो गन्धर्वान्, यदि कसैलाई सुन्दर रूप चाहिएको छ भने त्यस्ता व्यक्तिहरूले गन्धर्वको उपासना गर्नुपर्दछ, गन्धर्वहरूको अप्सराहरूको उपासना गर्नुपर्दछ। कसैलाई अन्नपूर्ण महारानीको कृपा चाहिएको छ भने, घरमा कहिले पनि अन्न अनाज नटुटोस् भन्ने चाहन्छ भने त्यस्ता व्यक्तिले अदिति माताको उपासना गर्नुपर्दछ। यदि कसैलाई ब्रह्मतेज चाहिएको छ भने त्यस्ता व्यक्तिले बृहस्पतिको उपासना गर्नुपर्दछ। यदि कसैकोले विद्या चाहन्छ भने, कुशाग्र बुद्धि होस् भन्ने चाहन्छ भने त्यस्ता व्यक्तिले भोले बाबाको उपासना गर्नुपर्दछ। सरस्वती माताको पनि छ प्रसङ्ग, तर भोले बाबाको उपासना गर्यो भने विद्या पनि बढेर आउँछ अरे। गृहस्थ जीवनमा मेल खाएको छैन, अलिकति ठटाङ ठुटुङ भइरहन्छ, झैझगडा हुन्छ पति र पत्नीको बिचमा भने त्यस्ता व्यक्तिहरूले सती देवी सहित अथवा उमा सहित भोले बाबाको जुगल जोडीको नै उपासना गर्यो भने गृहस्थ जीवन आनन्दमय बन्ने गर्दछ। जसलाई जे चाहिन्छ, आयो लामो उमेर बाँच्न पाए हुन्थ्यो भन्ने लाग्छ भने त्यस्ता व्यक्तिहरूले अश्विनी कुमारको उपासना र वन्दना ध्यान गर्नुपर्दछ, लामो आयु प्राप्त गर्दछन्।
परीक्षित के चाहन्छौ, केही त्यस्तो इच्छा चाहना छ भने भन है भन्दाखेरि गुरुदेव कहिलेसम्म अलग 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 ठाउँमा गएर मैले कामना गरिराखौँ? जहाँ एकै ठाउँमा एउटै देवतालाई पुकारेपछि सबै कुरा मिल्ने त्यस्तो ठाउँ छैन भन्दाखेरि अवश्य पनि त्यो ठाउँ पनि छ। अकाम सर्वकामो वा मोक्ष कामो नरदे विप्रेण भक्ति योगेन यजेत पुरुषम परम। परम पुरुष परमात्माको भगवान श्रीहरि नारायणको जसले ध्यान गर्दछ, सांसारिक यदि केही कामना छ भने त्यो पनि पुरा हुन्छ। सांसारिक कामना केही छैन, भगवत प्राप्तिको कामना छ भने भगवान परम पुरुष परमात्माको ध्यान र भजन मनन गर्नु पर्दछ। प्रेमसँग भनिदिनुहोस् राधे राधे। भक्तवत्सल भगवानको यहाँ सृष्टि विषयक प्रश्नहरू गर्नुभयो, जसको उत्तर दिनका लागि सुखदेव स्वामीलाई पनि कठिन भयो अरे। अब आफ्नो इष्टदेवको वन्दना गरेर उत्तरहरू दिन लाग्नु भएको छ। जसै अन्तर्गत यहाँ चतुश्लोकी भागवतको चर्चा। अहमेवा समेवाग्रे नान्यद् यद् सद् सद्परं पश्चादहं यदेतच्च यो वशिष्येत सोऽस्म्यहं। रीतेऽर्थं यत् प्रतीयेत न प्रतीयेत चात्मनि तद्विद्यादात्मनो मायां यथा भासो यथा तमः। यथा महान्ति भूतानि भूतेषु चापजेष्वनु प्रविष्टान्यप्रविष्टानि तथा तेषु न तेष्वहम्। एतावदेव जिज्ञासं तत्त्वजिज्ञासुनात्मनः अन्य व्यतिरेकाभ्यां यत् स्यात् सर्वत्र सर्वदा। सबैभन्दा पहिला भगवान नारायणको मुखबाट निस्केका यिनै 4वटा श्लोक हुन्। यसैलाई व्याख्या गरेर वेदव्यासले 18,000 श्लोक बनाउनु भएको। यहाँनिर चतुश्लोकी भागवत अन्तर्गत भन्नुहुन्छ, यो संसारमा कोही पनि थिएन, पहिला केही पनि थिएन, केवल म एक्लो थिएँ, म एउटा थिएँ। मलाई एकबाट अनेक बन्ने इच्छा भयो। फेरि स्वयं जे आवश्यकता पर्यो म आफैबाट त्यसलाई निर्माण गर्दै गएँ। सारा संसार जलचर थलचर आदि इत्यादि स्थावर जङ्गम यो समस्त संसारलाई मैले बसाएँ। मलाई जब खेल खेल्ने इच्छा भयो, लीला गर्ने इच्छा भयो, जब लीला गरेर मन भरिन्छ सबै आफैमा मैले समाहित गर्छु, जसलाई प्रलय भनिन्छ। सृष्टि स्थिति र प्रलय भनिने गर्दछ। यो सङ्केत बडा दिव्य तरिकाले चतुश्लोकी भागवतमा गर्नुभएको छ। भक्तवत्सल भगवानको, श्याम सुन्दर भगवानको 10वटा लक्षणले युक्त भएको दिव्य श्रीमद् भागवत। अत्र सर्गो विसर्गस्थ स्थानं पोषणमूतयः मन्वन्तरेशानुकथा निरोधो मुक्तिराश्रयः। सर्वगुणले लक्षम्पन्न दिव्य श्रीमद् भागवतको अमृतरूपी कथा 3य स्कन्द अब यहाँबाट प्रारम्भ हुन्छ। बुझ्दै हुनुहुन्छ नि कथा? आनन्द आउँदैछ? कहिले कहिले त कथा त टर्रो पनि लाग्छ अरे के? हजुरलाई त्यस्तो त लाग्छ छैन नि? एकपटक के भएछ भने नि, एउटा रमाइलो कथा सुनाउँछु पहिला। कहिल्यै कथा नसुन्ने त्यस्ता पतिदेव हुनुहुँदो रहेछ। पत्नी त अलिअलि धर्मकर्म गर्ने खालकी थिइन् होइन, बेला बेला मन्दिर जाने, पूजाआजा गर्ने, साधु सन्तहरूको सङ्गत गर्ने, कहीँ ल सत्सङ्ग हुँदैछ अरे भने दौडेर गइहाल्ने, आधै घन्टा भयो भने सुनिहाल्ने। तर महाका नास्तिक पति रहेछन्। कथा सुन्न जाउँ भन्यो भने मेरा यहाँ कति काम बित्याछन् झट, बरु कामै छैन भने पनि मोबाइल चलाएर बस्ने, तर कथा सत्सङ्ग सुन्न कहिल्यै नजाने। त्यस्ता नास्तिक पति रहेछन्। अरे मैले यति धेरै सेवा पूजा गर्छु, म यहाँ हुँदाहुँदै पनि यी नरकमा गयो भने त बर्बादै हुने भयो, कमसेकम एक दिन भए पनि सत्सङ्गमा लिएर जान्छु भनेर कर गरेरै सत्सङ्गमा लिएर गइछन्। अब आनन्दले कथा सुन्ने हो भन्ने थाहै थिएन। गुरुजीले कथा भन्ने ठाउँको अगाडि गएर त बसे, उता कुनामा बसेर उता फर्केर बसेछन्। भागवत मण्डपतिर पिठ देखाएर के यता फर्केर बस्नुपर्छ, गुरुलाई हेरेर कथा सुन्ने हो भन्ने थाहै छैन। एउटा कुनामा बसेका उता पिठ फर्काएर बसेछन्। अब चिसो चिसो पहाडको ठाउँ, पहाडिलो घाम लागे, अब त कुर्चीमा बसेको त्यहीँ बस्दा बस्दै निदाएछन् है। अरू त सबै यतातिर आनन्द मस्त भए कथामा, अब छेउमा बसेका त्यहीँ निदाएछन्। पहाड लागेको कसै कसैको आदत हुन्छ अरे, सुत्दाखेरि गरेर घुर्दै सुत्ने के गरेर, त्यसै गर्दै छेउमा बसेर आनन्दले सुतेका, उताबाट गाउँको कुकुर भुक्दै भुक्दै डुल्दै डुल्दै आएछ पुच्छर हल्लाउँदै। अब त्यो कुकुरको जात फेरि अखनु गर्छ के, अखनु हुन्छ त्यो
जहाँ जानु नहुने हो त्यहीँ गएर खुट्टो उचालिहाल्छ। फेरि यसो हेऱ्यो गरे जस्तो लागेछ, त्यहीँ गएर खुट्टो उचालेछ, गोविन्दाय नमो नमः। मस्त निधाएका छन्, थाहा भएन। अब धेरै बेर पछि आरती गर्ने बेलामा बल्ल भागवत भगवानको जय गरेपछि बल्ल खुलेछ निद्रा। जाग्छन्, अमिलै टर्रै छ होइन। यो बुढीले कथा साह्रै मिठो हुन्छ, आनन्द आउँछ भन्थे, यस्तो टर्रो कथा रहेछ। यस्तो टर्रो रहेछ कथा त भन्दै फर्केर जान्थ्यो अरे। अलिकति मेसो पाइएन भने त्यस्तो पनि हुनसक्छ फेरि। त्यही भएर चरक्क हुन्छ के तातिर, आनन्द हुन्छ। यहाँबाट केही शक्ति प्रवेश गरे जस्तै हुन्छ फेरि। यदा तु राजा स्वसुतान् साधुन् पुष्णन्न धर्मेण विनष्ट दृष्टिः भ्रातुर्यविष्टस्य ससुतान् विबन्धुन् प्रवेश्य लाक्षा भवने ददाह। श्री परीक्षित महाराजलाई सुखदेव स्वामीले दिव्य प्रसङ्ग कथाहरू श्रवण गराउँदै भन्नुहुन्छ, हे परीक्षित, कुरा त्यो समयको हो। यदा तु राजा स्वसुतान् बन्धुन् पुष्णन्न धर्मेण विनष्ट दृष्टिः भ्रातुर्यविष्टस्य सुतान् विबन्धुन् प्रवेश्य लाक्षा भवने ददाह। कौरवहरूले पाण्डवहरूप्रति अनेकौं अत्याचार गरिरहेका, कहिले लाक्षा भवनमा जलाएर मार्ने प्रयास गर्छन्, कहिले चक्रव्यूहमा फसाउने षड्यन्त्र रचेका छन्, कहिले खानेकुरामै विष मिलाएर मार्दिउँ भन्ने षड्यन्त्र सोचिरहेका छन्, रचिरहेका छन्। अनेकौं तरिकाले षड्यन्त्रहरू रचिरहेका कौरव पक्षका महामन्त्री हुनुहुन्थ्यो जसको नाम थियो विदुरजी। विदुर भनेका साक्षात् धर्मराज हो। पूर्व जन्ममा धर्मराज हुनुहुन्थ्यो, यमराज धर्मराज। त उनै विदुर बनेर जन्मिनु परेको श्राप परेको छ। प्रसङ्ग लामो छ, महाभारतमा आउँछ प्रसङ्ग। त विदुरजी मन्त्री हुनुहुन्थ्यो कौरवहरूका, अत्यन्तै परम भक्त हुनुहुन्थ्यो भगवानका। तर म भक्त हुँ, आज म जसको मन्त्री पदमा छु, म यहाँ हुँदाहुँदै पनि यी दुष्टहरूले अत्याचार गरिरहेका छन्, व्यभिचार गरिरहेका छन्। मैले रोक्ने प्रयास गरिनँ भने म मन्त्री पदमा रहनु व्यर्थ छ। एक दिन बिहान बिहानै उठेर सम्झाउँछु भनेर धृतराष्ट्रलाई सम्झाउन जानुभएछ विदुरजी, मन्त्रीजी। गएर भन्नुभयो, महाराज आज हजुरलाई म विशेष केही सङ्केत गर्न आएको हुँ, विशेष कुराको। हेर्नुहोस्, कहिले कहिले आफ्नो शरीरका कुनै अङ्गमा असाध्य रोग लाग्यो, मान्नुहोस् यो औँलामा क्यान्सर भयो भने प्रयास गर्नुपर्छ, सकेसम्म छिटै त्यो रोगलाई सन्चो गरियोस्, घाउलाई। यदि त्यो सन्चो हुँदैन जस्तो लाग्छ भने बरु त्यो एउटा औँलो काटेर फ्याँकिदिनु, अरू शरीर सबै स्वस्थ रहन्छ। होइन भने त्यही सानो औँलाबाट प्रारम्भ भएको एउटा क्यान्सर यसरी फैलिन्छ, सारा सर्वस्व शरीर नै त्यसले बर्बाद गरिदिन्छ। बस आज साँच्चै भनौँ भने कौरवको वंशको क्यान्सर जस्तै बनेको छ हजुरको जेठो छोरो दुर्योधन। अनेक षड्यन्त्र गरेको छ। के पाण्डवहरू पराए हुन् र? आफ्नै दाजुभाइ त हुन् नि। उनीहरूले के अन्याय पनि गरेका छैनन् आखिर? फेरि यति धेरै अन्याय र अत्याचार के का लागि? कहिले लाक्षा भवनमा जलाउँछु भन्छ, कहिले जुवातासको षड्यन्त्र छ, कहिले के छ, कहिले वनवासका षड्यन्त्रहरू छन्। यो सब के का लागि आखिर? सम्झाउनुहोस् आफ्नो छोरालाई। होइन भने त्यही दुर्योधनको कारणले गर्दा कौरव वंश सबै सत्यनाश नहोला भन्न सकिँदैन एक दिन। यसरी गएर सम्झाउनु भएछ। जसै दुर्योधनले विदुरजीले धृतराष्ट्रलाई सम्झाउँदै गरेको त्यो थाहा पाएछ दुर्योधनले तुरुन्तै आयो अट्टहास गर्दै, हे दासीपुत्र विदुर, त आज मेरो मन्त्री भएर हाम्रै विपरीत कुरा गर्दैछस्। पाण्डवहरू मेरा शत्रुहरूको पक्षधर भएर कुरा गर्दैछस्। हे सैनिक हो, चाहिँदैन यस्तो मन्त्री, यसलाई निष्कासित गरिदिऊ, हामी अर्को नयाँ मन्त्री नियुक्त गर्छौँ। अब युवराज थियो दुर्योधन,
सैनिकहरूले मान्नु पर्यो युवराजको आज्ञालाई। तुरन्त सैनिकहरू आए, विदुरजीलाई मन्त्री पदबाट निष्कासित गरिदिए। विदुरलाई पनि राम्रै लाग्यो कुरा होइन। यस्ता दुष्टहरू, यस्ता पापीहरूको पक्षधर भएर बस्नुभन्दा पाप गर्नु मात्र पाप होइन, पाप गरेको हेर्नु पनि अझै ठुलो पाप हो। तसर्थ यहाँ बस्यो भने मैले जसरी पनि यसमा संलग्न हुनुपर्छ, ठिकै छ, निकालिदिए राम्रै भयो। म मन्त्री थिएँ, मैले पदबाट निष्कासित हुनु पर्यो भन्ने एक रति पनि दुःख भएन के। असत्यको बाटोमा पक्षधर भएर बस्नुभन्दा बरु यहाँबाट निस्किनु नै राम्रो छ भनेर आफूले चलाउने गरेको त्यो धनुष बाण त्यहीँ द्वारमा छोडिदिनु भयो र जानुभयो। आज जान्छु, म एकान्तमा गएर बस्छु, भगवानको तपस्या गर्छु, भगवानको ध्यान गर्छु, भगवानको चिन्तन गर्छु, बरु पुण्य प्राप्त हुन्छ भन्ने लागेर जानुभयो। गएर एकान्तमा नदीको किनारमा सानो पर्णकुटी बनाएर त्यहीँ बस्न लाग्नुभएछ। भगवानलाई लाग्यो अझै पनि दुर्योधनले विदुरलाई निकालिदियो दरबारबाट। सनिर्गतः कौरव पुण्य लब्धो। केवल त्यहाँ दुर्योधन आज धृतराष्ट्रको दरबारबाट विदुर मात्र बाहिर निस्किएका होइनन्। के निस्किएको हो त भने तिनीहरूको थोरै पुण्यको अंश जो थियो नि, जसका कारणले टिकेको थियो त्यो वंश, त्यो सब गयो। अब कहिले कहिले कस्तो हुन्छ अरे भने हाम्रा कारणले सन्तान र सन्ततिका कारणले आफ्नो घरमा भएका बाउआमा धरक्क रोएर के हाम्रो कारणले रोएर म तिमीहरूलाई बोझ भएछु, सुख काटेर बस, जसरी हुन्छ मेरो जीवन बिताउँछु भनेर घर छोडेर कुनै दिन जाने दिन आयो भने त्यो दिन त्यो घरका केवल बाआमा मात्रै गएका हुँदैनन् अरे, त्यो घरको पुण्य ऐश्वर्यसँगै गएको हुन्छ अरे के। त्यस्तै चाहिँ विदुर जुन दिन निस्किनु भयो कौरवको वंशबाट, यानि उनीहरूले मन्त्री पदबाट निष्कासित गरे, सुखदेव स्वामी यहाँ आफ्नै शब्दमा भन्नुहुन्छ, सनिर्गतः कौरव पुण्य लब्धो। जति पनि पुण्यको अंश थोरै भए पनि थियो, जसको पुण्य र प्रतापले त्यो धृतराष्ट्रको त्यो वंश टिकेको थियो, कौरवको वंश टिकेको थियो, अब टिक्नेवाला छैन, अब गयो पुण्य जति। एकपटक मैले सम्झाउनु पर्छ कमसेकम भनेर भगवान स्वयं श्रीकृष्ण द्वारकाबाट शान्ति दूत बनेर प्रयास गरौँ, एकतै पनि बचाइदिउँ। आउने हस्तिनापुर आउने तयारी गर्नुभएछ। विदुरजीले थाहा पाउनुभयो भगवान शान्ति दूत बनेर आउँदै हुनुहुन्छ अरे। मेरो बसाइ जङ्गलमा छ, म दरबारमा छैन यति बेला, मन्त्री पदबाट मलाई निष्कासित गरिदिए। त्यहीँ भएको भए मैले दर्शन पाउने रहेछु, आज अग्रभागमा रहेर स्वागत गर्न पाउने रहेछु। कता कता मनमा पश्चाताप भयो। ठिकै छ, के भयो त, दरबारभित्र पो प्रवेश गर्न पाउँदिन त, बाहिरैबाट दर्शन गर्छु भनेर विदुरजी पनि आज हस्तिनापुरको दरबार बाहिर द्वारमा आएर भगवान आउने बाटो हेरेर बसिरहनु भएको छ। उताबाट प्रभु परमात्मा मुस्कुराउँदै आउनुभएछ। आज नारायण भगवान श्रीकृष्ण हस्तिनापुर आउँदै हुनुहुन्छ भनेर सारा हस्तिनापुरवासीहरू सब भिड लागेको थियो। भगवानले परैबाट यसरी कसैलाई खोज्दै गरे जसरी आउनुभएको, कसैलाई खोज्दै गरे जस्तो हजारौँको भिड थियो। जसै पर कुनामा एक छेउमा विदुरलाई देख्नुभएछ, यसो हात हल्लाएर सङ्केत गर्नुभयो। आहा, भगवानले आफ्नो भक्तलाई कति छिटो पहिचान्नुहुन्छ। हजारौँको बिचमा पनि देख्नुभयो, प्रभुले पहिचान गर्नुभयो, चिन्नुभयो। खुसीले गदगद दर्शन गर्नुभयो। टाढैबाट दर्शनका ती प्यासहरू यति तृप्त भइरहेको छ, आनन्द आइरहेको छ। भगवान भित्र प्रवेश गर्नुभयो द्वारबाट। दर्शनको त्यो प्यास अझै पुरा मेटिएन। बाहिर आउँदा फेरि एकपटक फेरि दर्शन गर्छु भनेर बाहिर बाटो हेरेर बसिरहनु भएको। भगवान सिधै जानुभयो कहाँ त भन्दा दुर्योधनको पासमा गएर भन्नुहुन्छ, दुर्योधन, यतो धर्म ततो जय। जहाँ धर्म छ विजय धर्मकै हुन्छ। सत्यको नै जय हुने हो। असत्यको बाटोमा क्षणभरको खुसी मिल्छ होला, तर त्यो टिक्न सक्दैन। अरूलाई रुवाएर, अरूलाई दुःख दिएर प्राप्त गरेको खुसी त्यो केही बेर त देखिन्छ होला, तर त्यो दीर्घकाल तक टिक्न सक्दैन। हेर, तिमी सरासर असत्यको बाटोमा हिँडिरहेका छौ।
यदि आफ्नो कल्याण चाहन्छौ भने, आफ्नो भलो चाहन्छौ भने तिमीले मैले भनेको मान। ती पाण्डवहरू कोही पराय होइनन्, तिनीहरूमाथि षड्यन्त्र अत्याचार नगर। अझै विधिसङ्गत इतिहासलाई खोज्ने हो भने, यदि विधिसङ्गत ढङ्गले हेर्ने हो भने यो समग्र राज्य हस्तिनापुर, यो समग्र राज्यको राजा, यसको अधिकार त पाण्डवहरूले नै पाउनुपर्ने हो। किन? यो राजाको राज्य अधिकारी पाण्डवका पिता पाण्डु थिए, तर उनलाई पहिले सानैदेखि पिलिया रोग लाग्यो, अस्वस्थ भए, राजा बन्न लागेको भएनन् राज्य सत्ता चलाउन। त्यही भएर यसको रेखदेख गर्ने जिम्मा धृतराष्ट्रलाई दिएको। तिम्रा बाबाहरूले तिमीहरूले आफ्नै पेवा जस्तो गर्न लाग्यो। खेर ठिक छ, म धेरै लामो चर्चा पनि गर्न आएको होइन। यति मान, पाण्डवहरू पनि कोही पराय होइनन्, तिम्रै दाजुभाइ हुन्, उनीहरूको पनि जिउने अधिकार छ। मैले भन्दिनँ पाण्डवहरूलाई आधा राज्य काटेर अंश दिनु भनेर। 5 भाइ छन्, यो राज्यको एक छेउबाट 5वटा गाउँ छुट्याइदिनु। एउटा एउटा गाउँमा बस्छन्, आफ्नो जीविका चलाउँछन्। लड्ने भिड्ने मार्ने मर्ने यो कुरा नगर। तिमीलाई 5 गाउँ दिन पनि सक्दैनौ भने एउटा गाउँ दिनु। पाण्डवहरू त्यही एउटै गाउँमा मिलेर बस्छन्, त्यो ग्यारेन्टी म लिन सक्छु। तर लड्ने भिड्ने कुरा नगर। दुर्योधन मूर्खले कहाँ सम्झिन्छ र त्यति छिटै, होइन? उसले झन् क्रोधित भएर भन्न थाले, ए केशव, श्री कृष्णजी, केशव हजुरले के भन्दै हुनुहुन्छ? राज्य सत्ता भिख मागेर पाइन्छ? राज्य सत्ता भिख मागेर पाइने कुरा हो? यदि सक्छन् भने हामीसँग युद्ध गरून्, हिम्मत छ भने। छैन भने मैले एउटा सियोको टुप्पो राख्ने जति जमिन पनि म दिनेवाला छैन। फेरि दुर्योधनलाई लाग्यो, होइन, श्रीकृष्ण हामीबाट रिसाएर जानुभयो भने पछि समस्या हुनसक्छ, आफ्नो बनाउनुपर्छ। फेरि कुरा बनाउन थाल्यो। ठिकै छ केशव, अब यो हामी दाजुभाइ बिचको कुरा हामी मिलाउँछौँ के? कसरी के गर्नुपर्ने हजुर बिचमा नपर्नुहोस्, बरु हजुरको आगमन हुँदैछ भनेर मेरो आमाले सुन्दर व्यञ्जनहरू तयारी गर्नुभएको छ, जाउँ बरु भोजन गर्न। आफ्नै बनाइराखौँ भन्ने लाग्यो। दुष्टहरूलाई नि कसैलाई खुवाएर आफ्नो बनाउँछु भन्ने सोचेका हुन्छन् अरे के? तर खासमा खुवाएर आफ्नो बनाउन सकिन्छ त? सकिँदैन। आफ्नो बनाउने कसरी हो? व्यवहारले हो, बोली र वचनले हो। खाएर मात्रै आफ्नो हुँदैन, खाइन्जेल हो। गएपछि हात चुट्न भ्याएको छैन, कुरा काट्न सुरु गर्छन्। कति पिरो बनाएछ, मोराले खुवाउन त पकाउन त पकाएकै हो, यस्तो गरेछ, अझै यति भाग भए राम्रो हुन्थ्यो, होइन? खाइन्जेल हो हजुर। त्यो बलेनीबाट बाहिर लाएपछि कुरा काट्न सुरु गरिहाल्छ के? 56 भोग बनाएर त दिनुहोस्, र हजुरको व्यवहार ठिक छैन। दिँदै गर्दाखेरि आँखा तर्दै दिनुभयो। यस्तै यिनका घरका पाहुना पनि खुवाएर सकिएन, पकाएर सकिएन, भाँडा माजेर सकिएन, ल खाऊ भनेर आँखा तर्दै दिनुभयो भने नि 56 भोग व्यञ्जन दिए पनि त्यो खुसी हुँदैन। तर हजुरसँग केही पनि छैन। यति गरिबीले छाएको छ, तर मिठो बोलेर 1 गिलास पानी मात्रै दिनुभयो। यसो घाँस परालको गुन्द्री टपक्कल बस्नुहोस् हजुर भनेर मिठो बोलेर राखिदियो भने त्यहाँ त्यो आफ्नो बन्छ अरे बरु व्यवहारले। तर व्यवहार ठिक छैन भने दुनियाँ संसार शत्रु बन्छ। शत्रु मित्रता आफ्नो आफै हो, आफ्नै कर्मले अरू बन्ने हो। कुसङ्गतको फल नरक यातना, बुझेर बस साधु सङ्गतमा, होइन? शत्रु मित्र भनेको आफ्नो आफै हो। आफ्नै कर्मले, आफ्नै व्यवहारले दुनियाँ शत्रु बन्छ, दुनियाँ मित्र बन्छ। त दुर्योधनलाई लाग्छ खुवाएर कृष्णलाई आफ्नो बनाउँछु। के भगवान खान नपाएको हो र? प्रभुले भन्नुहुन्छ, ए दुर्योधन हेर, 2वटा अवस्थामा भोजन हुन सक्छ। कहाँ कस्तो भन्दाखेरि, या त भोजन गर्नेवाला व्यक्तिको पेटमा असाध्यै भोक होस्, या त भोजन गराउनेवाला व्यक्तिको मनमा असाध्यै प्रेम होस्, अति प्रेम होस् के, श्रद्धा होस्। आहा, केही न केही खुवाउन पाए हुन्थ्यो, एकैछिन भए पनि भित्र पसाएर लान पाए हुन्थ्यो, एकैछिन भए पनि घर टेकाउन पाए हुन्थ्यो, हुन्छ नि श्रद्धा। अब त्यस्तो ठाउँ छ भने भोकै नलाए पनि केही न केही खाइदिउँ जस्तो लाग्छ अरे के, थोरै थोरै।
श्रद्धा छैन, केही छैन, देखावटी मात्रै छ भने भोक लागेको भए पनि पल्ला गएर खान्छु, बरु एउटा सुन्तला टिपेर खान्छु भन्न मन लाग्छ, तर त्यो घर गएर केही खान मन लाग्दैन। हजुर हो कि होइन? केही खान मन लाग्दैन। त भगवानले पनि भन्नुहुन्छ, हेर दुईवटा अवस्थामा भोजन हुन सक्छ। या त भोजन गर्नेवाला व्यक्तिको पेटमा असाध्यै धेरै भोकले छटपटिएको होस्, अर्को भोजन गराउनेवाला व्यक्तिको मनमा अति धेरै प्रेम होस्। यहाँ मलाई भोक छैन, तिम्रो मनमा प्रेम श्रद्धै छैन, भोजन गर्ने कुरै भएन। अनि मलाई त निम्ता आएको छ, अझै म त भोजन गर्ने गरी जानुपर्ने छ आज साँच्ची। हस्तिनापुरमा कसले निम्ता गर्यो? भगवानले भन्नुहुन्छ, मलाई विदुर काकाको घरमा निम्ता आएको छ। विदुर गेटमा बसेका छन्, मैले त कहिले बोलाएकै छैन, मेरो घरमा त केही पनि छैन। जङ्गलमा बस्छु, जङ्गलमा फलेका कन्दमूल खाएर दिन छाक टार्ने गरेको छ। यहाँ त 84 भोग व्यञ्जन छोडेर भगवान आउँदै हुनुहुन्छ मेरो घरमा। लौ न बर्बाद भयो, केही न केही त दिनुपर्ने हो नि। अनि जानुभयो अरे दौडिँदै घर आफ्नो कुटीमा जानुभयो। सुलभा नाम गरेकी पत्नी थिइन् विदुरकी। गएर भन्नुहुन्छ, देवी तिमीले राति नै बजेर 3 बजे उठेर खुब पुकार गर्थ्यौ, कहिले होला तिम्रो हाम्रो मिलन हरि, तिम्रो दर्शन कहाँ हुन्छ होला, कहिले दर्शन पाउँछु होला, यो प्रतीक्षा अझै कति दिन गर्नुपर्ने हो, अझै कति साल गर्नुपर्ने हो, यही जन्ममा कृपा गर्नु है, मेरा आँखा नजर बन्द नहुँदै अवश्य पनि दर्शन दिनु है भनेर राति 3 बजेदेखि उठेर दिनभरि पुकार गर्थ्यौ नि। त्यो पुकार पुगेछ द्वारकासम्म। आज भगवान आउँदै हुनुहुन्छ अरे हाम्रो कुटीमा। तर हेर न, केही पनि छैन दिने कुरा त। केही न केही त दिनु, विमुखै त पठाउनु भएन भो। सुन, यही झोपडी भए पनि, खरको झुप्रो भए पनि यसो गाईको गोबर ल्याएर लिपोत गरेर पवित्र बनाऊ। आखिर जहाँ जे अवस्था छ त्यही स्वागत गर्ने त हो नि, नभएको चिज कहाँ खोज्नु र? मैले यसो गाउँ छिमेकमा गएर यदि केही माखन मिश्री मेवा मिष्ठान्न केही पाएँ भने खोजेर लिएर आउँछु। केही न केही त दिनु पर्यो नि, केही न केही त टक्राउनु पर्यो। विमुख फर्काउनु त भएन। विदुरजी जानुभयो केही खानेकुराहरू, केही मिष्ठान्न खोज्न। आज विदुरानीको हृदय गदगद भएको छ। आहा, कति जन्म जन्मान्तरदेखि प्रतीक्षा गरेर बसेकी थिए प्रभुको कहिले दर्शन होला भनेर। आउन त मलाई थाहा त थियो भगवान अवश्य आउनुहुन्छ भन्ने कुरा, अपेक्षा थियो। सकेसम्म छिटै आइदियो हुन्थ्यो, मेरा नजर नबस्दै आइदियो हुन्थ्यो, म देख्न सक्ने हुँदाहुँदै आइदियो हुन्थ्यो। यदि नजर बसिसकेपछि आउनुभयो भने मेरो दर्शनको प्यास कसरी मेटिएला र? प्रतीक्षा गरेकी थिएँ। आज मेरो पुकार पुगेछ द्वारकासम्म, भगवान आउँदै हुनुहुन्छ अरे। मनै मन कल्पना गर्नुभएको छ, हृदय गदगद भएको छ। गाईको गोबर खोजेर लिएर आउनुभयो। सानो झोप्रो थियो, दिव्य तरिकाले लिपोत गरेर पवित्र बनाउनु हो। अब लागेको छ मनमा, अब स्नान गर्छु अनि फुल टिपेर ल्याएर सुन्दर माला तयारी गरेर राख्छु। आउँदा आउँदै बाटैमा माला लगाइदिने हो, स्वागत गर्ने हो यो झोप्रोमा, यो कुटीमा भगवानलाई। स्नान गरेर वस्त्र लगाउँदै हुनुहुन्थ्यो। भित्र बाहिरबाट आवाज आयो द्वारमा, काकी, ए काकी, म श्री कृष्ण, मेरो स्वागत गर्नुहुन्न? एउटा भक्तलाई त्योभन्दा खुसीको दिन अरू के हुन सक्छ, होइन? यत्तिकै ध्यान गर्दाखेरि, यसो माला लिएर बस्दा, पूजा गर्दाखेरि सपनामै यदि भगवानको दर्शन भयो भने त त्यो भक्त कति खुसी हुन्छन् भने प्रत्यक्ष भगवान अगाडि आएर बोलाउँदै गर्दाखेरि त्यो भक्तलाई त्योभन्दा खुसीको क्षण जीवनमा कहिले आउन सक्दैन। गदगद हुनुभयो, दौडिँदै। अब त माला कहाँ बनाउने फुर्सद भयो र, फुल टिपेर ल्याउने फुर्सद कहाँ भयो र? दौडिँदै जानुहुन्छ। गएर रुँदै कराउँदै बिलक बिलक गर्दै भन्नुहुन्छ, ओहो आज मेरो पुकार वहाँसम्म पुगेछ। हे हरि, हे श्याम सुन्दर, आउनुहोस्, हजुरलाई स्वागत छ, सुस्वागतम सुस्वागतम। त्यति बेला खुसीका आँसु यसरी झरझर झरझर बग्न थाले अरे। बगैँचामा गएर फुल खोजेर ल्याएर माला बनाउन त भ्याउनु भएन, त्यो आँसुका बिन्दु रूपी पुष्प चढाएरै भगवानको चरणमा अर्पण गरेर स्वागत गर्नुभयो भगवानलाई। भित्र लिएर जानुहुन्छ, लगेर त्यो सानो कुटीमा, सानो झुप्रो थियो है, बसाउनु भयो। एउटा पिर्का थियो, सानो पिर्का काठको, कोही सोफा पलङ थिएनन्।
एउटा कुनामा लगेर राखिदिनु भयो। आफू पनि त्यही छेउमा गएर बस्नुभयो। टकटकी लगाएर अब त हेरेको हेरे कति जन्मदेखि बिछोडिएको त्यो पीडा थियो नि त भगवानसँग आज प्रत्यक्ष भएको छ। आँखाहरू यताउता घुम्नै चाहँदैनन्। दर्शन यस्तो दिव्य आनन्दको दर्शन भइरहेको छ। भगवान पनि त्यस्तै आतिनु भएको भक्तलाई हेर्नका लागि। भगवानले भक्तको दर्शन, भक्तले भगवानको दर्शन। धेरै बेर हो, अब न बोल्नुहुन्छ न चल्नुहुन्छ, त्राटक समाधि लागे जस्तो भयो कि हेरेको हेरे। भगवानले झकझक्याउनु भयो, काके हेर्नुहोस् न, द्वारकाबाट हिँडेको पनि कति दिन भयो, बिचमा भोजन गर्ने अनुकूल पनि मिलेन, जहाँ पाए त्यहीँ केही खान पनि नमिल्ने, साह्रै भोक पो लागेको छ त। केही खानेकुरा छ भने दिनुहोस्। जसै भगवानले यसो भन्नुभयो, विदुरानीको नेत्रबाट बर्बर आँसु झर्छन्। हेर म कति अभागिनी रहेछु। कति जन्मपछि म प्रतीक्षा गरेर बसेँ, मेरो प्रतीक्षालाई पुरा गर्न मेरो भगवान मेरो कुटीमा आउनुभयो। आउँदै गर्दाखेरि 56 भोग व्यञ्जन उहाँ त्यागेर आउनुभएको छ। धेरै व्यञ्जन मिष्ठान्नहरू त दिन त सकिनँ। अरे केही न केही त भएको भए हुन्थ्यो नि। हुन्छ प्रभु यो लिँदै गर्नुहोस् भन्नलाई, अरे केही पनि छैन। कति अभागिनी रहेछु म। बरु जन्म जन्म भोकै प्यासै म तडपेर मर्थेँ। अहिले भगवानलाई केही टक्राउन पाएको भए त हुन्थ्यो। बडा दुःख लाग्यो मनमा, बरबर आँसु झर्छन्। हृदय हृदय भन्नुहुन्छ, प्रभु हजुरलाई धेरै भोक लागेको छ, चिन्ता नगर्नुहोस्। काका केही खानेकुरा लिन जानुभएको छ, बजार जानुभएको छ, लिएर आउनुहुन्छ होला, तबसम्म प्रतीक्षा गर्नुहोस्। त भन्नुभयो, मनले मानेन। कहीँ केही कन्दमूल फलफुल रहेछन् भने म खोजेर आउँछु है। यसै छेउमा गएको केराघारी यस्तै थियो, राम्रोसँग पाकेको पनि थिएन। झप्प काटेर लिएर आउनुभयो, ल्याएर छेउमा राख्नुभयो। अब त आफ्नै हातले भगवानलाई दिव्य तरिकाले भोग लगाउन थाल्नुभयो, खुवाउन थाल्नुभयो। भगवान पनि महिनौँ दिनदेखिको भोकाएको व्यक्तिले जब मिष्ठान्न भेट्दाखेरि जति खुसी भएर खान्छ, त्यसरी भगवानले ग्रहण गर्दै हुनुहुन्छ। अब आफूले आफैलाई बिर्सिन थाल्नुभयो कि खुसी भएर। अब खुसी नलागोस् पनि कसरी? साक्षात् जगदीश्वर परमात्मा आउनुभएको छ झोपडीमा खोज्दै, होइन? आत्तिनु भयो, खुसी पनि लागेको छ, बडा आत्तिनु भएको छ। के गरौँ र कसो गरौँ भएको छ। अब त खुवाउनु पर्ने थियो। केराको गुदी खुवाउन थाल्नु भएछ, गुदी जति फ्याँकेर बोक्रा। त्यही पनि भगवानले खानुहुन्छ आनन्दसँग। केराको घरी सकिन लागिसक्यो। विदुरजीले केही मेवा मिष्ठान्न लिएर आउनु भएछ। आँगनमा आएर हेर्दाखेरि, घरमा आएर हेर्दाखेरि दृश्य विचित्रको थियो। पत्नीले यस्तै बलेनीमा उल्टो पिर्कामा राखेर जगदीश्वर परब्रह्म परमात्मा भगवान श्रीकृष्णलाई काँचा केराका बोक्रा खुवाइरहेकी। बोल्नुहुन्छ विदुरानी, देवी ए सुलभा, के गरेको तिमीले? होस् छ? अब बल्ल होसमा आउनु भएछ। तादात्म्य भाव के प्रभुमै समर्पित हुनु, एक बन्नु भएको थियो कि एक। म छुट्टै हो, भगवान छुट्टै हो भन्ने नै थिएन त्यहाँ त। जो ठुला ठुला ज्ञानीहरूले हजारौं वर्ष तपस्या गरेर अहम ब्रह्मास्मि भन्छन् नि, भगवानमा मिल्छन् जुन, त्यो क्षण विदुरानी त्यही त्यो कुटीमा जङ्गलमा बसेर तपस्या गरेर भगवानमा एक भएको अवस्था थियो। म फरक हो, प्रभु फरक हो भन्ने भावै थिएन। मैले के गर्दैछु भन्ने नै थिएन। तादात्म्य भाव जसलाई भनिन्छ, प्रभुमै मिल्नु भएको थियो। अब बल्ल कसैले बोलायो, पतिदेवले जब बोलाउनु बल्ल आफ्नो भावमा आउनुभयो। ओहो, हेर्दाखेरि त काँचा बोक्रा खुवाइरहेको, यता आँगनभरि केराका गुदीहरू थुप्रिएका, छाँगाबाट खसे जस्तो भयो अरे, टेकेको जमिन भाँसिए जस्तो भयो अरे। अनि तर्पिँदै रुँदै कराउँदै भन्नुहुन्छ, प्रभु म त मूर्ख हुँ, म त अज्ञानी हुँ, म त अधम हुँ। के सिधा हो, के उल्टो हो, कहाँ भित्र हो, कहाँ बाहिर हो, के खाने हो, के त्याग्ने हो, त्यही पनि मलाई होस छैन। हजुर त ज्ञानी हुनुहुन्थ्यो नि, भन्नु पर्दैन काकी यस्तो नगर्नुहोस् भनेर। कति पीडा भयो होला। अज्ञानी छु, अधम छु, पट मूर्ख नै छु। मूर्खै भए पनि प्रभु म त दास नै हुँ। बल्झी रहेछ मनभित्र कठोर घाउ, हे कृष्ण शान्ति रसको सरिता बहाऊ। अब हजुरले खुवाउँदा थाहा पाउनु भएन, मैले कनि खाँदा कहाँ थाहा पाउँछु त।
हजुरले जसरी खुवाउनु भयो म त्यसरी ग्रहण गरेँ। बस बस अब भयो, अब नखानुहोस्। काकाले लिएर आउनुभयो माखन मिश्री, अब यो ग्रहण गर्नुहोस्। सुन्दर पात्रमा राखेर माखन मिश्री दिनुभयो, भोग लगाउनुहुन्छ। त्वदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पयेत् गृहाणा सुमुखो भूत्वा प्रसीद परमेश्वर। जब त्यो भोग ग्रहण लगाउनु भयो भगवानले अब त्यो केही बाँकी रहेका केराका बोक्रा अथवा केराहरू त्यो फलहरू त्यागेर छोडेर अब माखन मिश्री खान थाल्नुभयो। त्यो खाँदै गर्दाखेरि विदुरसँग भन्नुहुन्छ अरे नजिकै बोलाएर, विदुर काका यता आउनुहोस् त, एउटा कुरा भनौँ। हाँ भन्नुहोस् न केशव प्रभु। हजुरले मेरा लागि भनेर कहाँ कहाँ धाएर अनेकौँ यो माखन मिश्री अनेकौँ मेवा मिष्ठान्न खोजेर त ल्याउनु भएछ, मैले ग्रहण पनि गर्दैछु। साँच्चै मनको कुरा भनौँ भने अघि काकीले खुवाएको त्यो काँचो केराको बोक्रामा मैले जुन स्वाद पाएको थिएँ नि, त्यो स्वाद मलाई यो मेवा मिष्ठान्नमा प्राप्त भएन, छैन त्यो स्वाद। किन त भने त्यो केराको बोक्रा केवल केराको बोक्रा थिएन। जसरी जलेबी बनाउँदाखेरि जेरी बनाउँदाखेरि जेरीमा आफैमा गुलियो हुँदैन नि, जब त्यो जेरी तेलमा उतारेर अनि लगेर चास्नीमा लगेर जब डुबाउँछन्, त्यो चिनी पकाएको होइन खुदो पकाएको त्यो चास्नीमा लगेर जब डुबाउँछन् अनि बल्ल त्यो भरि हुने हो कि त्यसमा स्वाद भरिने हो त्यस्तै त्यति बेला केवल मैले केराको बोक्राको स्वाद लिएको थिइनँ। त्यति बेला काकीको जो तादात्म्य भावले भरिएको भक्तिको चास्नीमा त्यो बोक्रा डुबेको थियो, त्यति बेला मैले त्यो प्रेम र भक्तिको स्वाद त्यो आनन्द लुटिरहेको थिएँ। आफूले आफैलाई बिर्सेर समर्पित भएर जुन पुकार हो त्यो भाव जो काकीमा आएको छ, विदुरानीमा आएको छ, त्यो पराकाष्ठमा हजुर पनि पुग्न सक्नु भएको रहेनछ। हजुरलाई भिन्नता थाहा छ, म अलगै छु, प्रभु अलगै हुनुहुन्छ भन्ने, तर काकी त एक बनेर पुरै तादात्म्य भावले समर्पित भएर त्यसरी सेवा गर्नुभयो। त्यही भएर यदि कसैले पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयक्षते, त्यो श्रद्धाले त्यो प्रेमले त्यो भावले अर्पण गर्छ भने म एक आचमनी जलमा पनि खुसी हुन्छु। एउटा तुलसीको पत्ता चढाउँदा पनि मलाई प्रसन्नता लाग्छ। तर अहङ्कार गरेर अभिमान गरेर दुनियाँलाई देखाउनको लागि गरेको कर्म छ भने त्यो मलाई स्वीकार्य हुँदैन। र भगवानले भन्नुहुन्छ सबैभन्दा मलाई प्रिय लाग्ने भनेकै भक्त्या तुष्यति केवलम न च गुणै भक्ति प्रियो माधव। सबैभन्दा प्रिय लाग्ने नै भगवानलाई श्रद्धा प्रेम र भक्ति हो। यसरी विदुरजीलाई कृपा गर्नुभयो र भगवान केही समय त्यहाँ व्यतीत गरेर विदुरानीलाई कृपा गरेर पुनः त्यहाँबाट बिदा हुनुहुन्छ। भगवानले जब कृपा गरेर जानुभयो विदुरको मनमा लागेछ यदि म यहीँ बसिरहेँ भने अब त्यो हस्तिनापुरको राज्य नजिकै छ, अब त्यो दुर्योधन मूर्ख हो, यसले सम्झिनेवाला छैन। अब यहाँ सुनिश्चित छ महाभारतको युद्ध हुनेवाला छ, भयङ्कर युद्ध हुनेवाला छ। यहाँ बस्यो भने दुनियाँ मर्दै गरेको, दुनियाँ मार्दै गरेको, रगतको खोलो बग्दै गरेको, सब चित्कार अनाथ र सब विधवा भएर रुँदै कराउँदै हिँडेको त्यो दृश्य मैले पनि देख्नुपर्छ। बरु यो ठाउँ छोडेर जान्छु तीर्थयात्रामा, पुण्य पनि मिल्छ, त्यो दृश्य देख्न पनि पर्दैन भन्ने सोचेर आज विदुरजी तीर्थयात्राको लागि अगाडि बढ्नु भएछ। तीर्थयात्रामा जाँदा जाँदै जाँदा जाँदै जाँदा जाँदै अनेकौँ प्रकारका गङ्गा नदीहरू तीर्थहरू धामहरू दर्शन गर्दै स्नान गर्दै जाँदा जाँदै जाँदा जाँदै श्रीधाम वृन्दावनमा श्री विदुरजी महाराज पुग्नु भएछ। भक्तवत्सल भगवानको जसै वृन्दावनमा पुग्नु भएको उताबाट श्री उद्धवजी भगवानका अनन्य मित्र उद्धवजी वृन्दावनमै घुम्दै घुम्दै रुँदै रुँदै आइपुग्नु भएको रहेछ। कस्तो हो त अवस्था भने त्यति बेलासम्म भगवानले 125 वर्षसम्मका सबै लीलाहरूलाई पूर्ण गरेर भगवान स्वधाम गइसकेपछि अन्तिम समयमा विदुर र मैत्रेयलाई जुन दिव्य उपदेश दिनुभयो भगवानले, उद्धव अब म यो धरती छोडेर स्वधाम जाँदैछु, अब यो भागवत धर्मको प्रचार सारा संसारमा गर्नु तिमीले भनेर जब बद्री विशालमा जाऊ उतै गएर बस्नु, यहीँबाट सबै सारा संसारका व्यक्तिहरूलाई भक्तहरूलाई यो भागवत धर्मको विषयमा चर्चा गर्नु प्रचार गर्नु भनेर एउटा दिव्य जिम्मेवारी छोडेर भगवान स्वधाम गएपछि
लौ न हाम्रो भगवान जानुभयो, हामी अनाथ भयौँ, प्रभु स्वधाम जानुभयो, यो धरती छोडेर जानुभयो भन्दै रुँदै रुँदै प्रभुको नाम जप्दै आउनुभएको उद्धवजी है, रुँदै रुँदै आउनुभएको। यताबाट विदुरजी पनि त्यहीँ पुग्नु भएछ। प्रभुलाई को फेरि कहिले दर्शन पाइन्छ होला, भगवान कहाँ हुनुहुन्छ होला, कहाँ कहिले होला तिम्रो हाम्रो मिलन हरे, कहाँ कहिले होला तिम्रो हाम्रो मिलन हरे। प्रभु एकपटक त कुटीमा आएर कृपा गर्नुभयो, अब फेरि कहाँ देख्न पाइन्छ, कहिले भेट्न पाइन्छ होला भन्दै प्रभुकै स्मरण गर्दै गर्दै गएको ट्याक्कै दुईवटा भक्तको भेट भयो क्या, त्यहाँ भेट भयो। दुवैजना प्रभुको वियोगमा तडपेका छन्। अब उद्धवलाई त झन् कति हो कति पीडा, भगवान त हामीलाई छोडेर सधैँका लागि स्वधाम जानुभयो, हामी एक्लो अनाथ भएका छौँ भन्ने पीडा थियो। तर भक्तलाई देख्दाखेरि पनि भगवानै भेटे जस्तो लाग्यो अरे। घर दौडिँदै गरे यसरी आलिङ्ग्य गाढम प्रणयेन भद्रम स्वनाम प्रेक्षद भगवत प्रजानाम, यसरी दौडिँदै गरे, यसरी झ्याम्मै अगालोमा बाँधियो अरे कि दुईजना। भगवानलाई भेटे जस्तो लाग्यो भगवानको भक्तलाई देख्दा पनि। कहिले कहिले अब हजुरहरूको जीवनमा त्यस्तो घटना घटेको छैन होला, तर कतिपय व्यक्तिको जीवनमा त्यो घटना घटेको हुन्छ। जस्तै उदाहरणका लागि भर्खरै लाउँ लाउँ खाउँ खाउँ भन्ने बेलामा 8-9 वर्षको छोरो थियो अथवा छोरी थिइन् है, ती छोरीको मृत्यु भयो अकालमा। 8-9 वर्ष कि सानी कन्या बिचरी, अथवा 9, 10, 12, 15 वर्षको छोरो, त्यस्तो सन्तानलाई गुमाउनु पर्यो जुन बाबा आमाले है, त्यो पीडा त मनमा भइरहन्छ नै, जति बेला पनि भित्र जलिरहेको हुन्छ। त्यो सन्तानको वियोगको पीडा भित्रभित्रै त्यसले जीवनभरि त्यो खाटो यसरी बस्छ, त्यो घाउ केही गरे पनि मेटिँदैन अरे कि, केही गरे पनि। कसैले राम्रो लागेको देख्दा, कसैले राम्रो खाएको देख्दा, घरमा पूजाआजा उत्सव भएको देख्दाखेरि हरेक समय हेर त्यो पनि भइदिएको भए भित्रभित्रै जलाइरहेको हुन्छ। यसै पनि त्यही माथि 8-10 वर्ष पछि पनि किन नहोस्, त्यही छोरासँग सँगै हात समातेर स्कुल जाने गरेको उसको आफ्नो नजिकैको मिल्ने साथीलाई झलक्क देख्यो भने छोरै आए जस्तो हुन्छ अरे, झन् मन विदीर्ण हुन्छ अरे कि, झन् हेर मेरो बाबु पनि आज यत्रै हुन्थ्यो नि, मेरी छोरी पनि भएको भए आज यस्तरी हिँड्थिन्, कति राम्रो देखिन्थ्यो होला, यत्रै हुन्थिन्। छोरै आएको हो कि, अथवा झन् त्यो यादले बेसरी सताउँछ अरे कि, त्यहाँ त्यति बेला तडपिन रुन कराउन मन लाग्छ, चित्कार गर्न मन लाग्छ। हो त्यस्तै भयो आज। भगवानै नहुँदा पनि भगवानको भक्तलाई देख्दाखेरि पनि कतै भगवानै आए जस्तो भयो। दुवैजना दौडिँदै गए, अङ्कमाल गर्छन् प्रभुलाई भेटे जस्तो गरेर। मेरो गुरुदेवले भन्नुहुन्थ्यो, यहाँ सुखदेव स्वामीले आलिङ्ग्य गाढम प्रणयेन भद्रम, त्यो यस्तो महान आलिङ्गन थियो, यस्तो गजबको आलिङ्गन थियो। त्यति बेला दुवै भक्तहरूको मनमा यस्तो श्रद्धा प्रकट भएको थियो। कस्तो आलिङ्गन थियो त भने, मान्नुहोस् एउटी आमाले दुईवटी छोरीलाई जन्म दिनुभएछ है, 2 बहिनी छोरी थिए। संयोगवश एउटीको विवाह भएछ उता सुदूरपश्चिम धनगढीतिर हैन, अर्की छोरीको विवाह भएछ उता कता हो कता काठमाडौँ भन्दा पनि अझै टाढै, त कता टाढै कि पूर्वतिर, पूर्वतिर धेरै नै टाढै, ताप्लेजुङतिर, काकडभिट्टातिर 2 छोरीको विवाह भएछ। अब पुरानो समय माइत आउनलाई 8-10, 2, 4, 5 वर्ष कुर्नु पर्थ्यो अरे कि ती छोरीलाई। ती जन्माष्टमी होइन, दसैँ 2-4 वर्षपछि कति हो कति व्यवस्था मिलाएर, कति हो कति कार्य मिलाएर अनि बल्ल माइत जानुपर्ने। माइतीमा पूजा छ अरे भनेर फ्याट्ट जान पाउँदैन थिए। अनि बिचारी आमा पनि दिनानुदिन बुढी हुँदै जानुभएको, पिताजीले त पहिल्यै संसार छोडिसक्नु भएको थियो। समय आएछ आमाको मुख हेर्ने दिन है, अनि ती 2 बहिनीले सल्लाह गरेछन्, दिदी कति साल भयो, 4-5 वर्षै भयो हजुरको र मेरो भेट नभएको पनि, आमा पनि बुढी हुनुभएको छ, आमालाई नभेटेको पनि 4-5 वर्ष भइसक्यो। यसो गरौँ न, यसपटक यो साल चाहिँ आमाको मुख हेर्ने दिनमा हजुर पनि आउनुहोस्,
म पनि आउँछु, हाम्रो पनि भेट हुन्छ, आमालाई पनि देख्न पाइन्छ, बुढी भइसक्नु भएको छ, कति पो देख्न पाइएला र अब कति पो आमाको सान्निध्य त पाइन्छ र यसपटक दुवैजना आउन सल्लाह गरेछन्। हस् बहिनी, हुन्छ, तिमी पनि आऊ, म पनि आउँछु भनेर दिदीले पनि सल्लाह दिनुभयो। यसपटकको आमाको मुख हेर्ने दिनमा माइत जाने, आमालाई भेट्ने भनेर कति हो कति कोसेली तयारी गरेका, आमालाई मनपर्ने चिजहरू तयारी गरेर राखिदिएका, आमालाई यस्तो वस्त्र लगाइदिन्छु, जाडोमा स्वेटर लाउनुहुन्छ, अनेक तयारी गरेका। तर त्यो आमाको मुख हेर्ने दिन आउनुभन्दा 10 दिन पहिले घरबाट सूचना गएछ, दिदी बहिनी हो, आमा अब यो संसारमा रहनु भएन, तुलसीको मठमा लगेर बाहिर सुताएको छ आँगनमा, अन्तिम लासै भए पनि मुख हेर्छु भन्ने लाग्छ भने फर्केर छिटो आइहाल्नु। लास लडाएको छ आँगनमा, तुलसीको मठको छेउमा लगेर। यस्तो सूचना गए 2-4 दिन अगाडि नै। अब त रुँदै रुँदै रातभरि अनुहार फुलाउँदै पश्चिमकी छोरी पनि आइपुगे, पूर्वकी छोरी पनि आइपुगे, दुई बहिनी आए। उताबाट एउटी छोरी आँगनमा यता प्रवेश गर्छन्, यताबाट अर्की छोरी आँगनमा प्रवेश गर्छन्। यहाँ आँगनको छेउमा आमाको लास लडेको छ। त्यति बेला ती दुई बहिनीहरूले हैन, त्यो समयमा ती दुई बहिनीहरू आमालाई हेर्छन् अनि गएर एक आपसमा अङ्गालो मारेर ती दुई बहिनी रुन्छन् अरे के, दिदी आमा जानुभयो, अब माइतीको त्यो असली आनन्द सकियो, अब जानुभयो, छहारी लड्यो, अब आकाश झर्यो, अब त्यो छहारी लड्यो अब भनेर जसरी ती दुई बहिनी जसरी भेट हुँदाखेरि आमाको वियोगमा तडपिँदै अङ्गालो मारेर रुन्छन्, अवस्था त्यही हो दुईजना भक्तहरूको। भगवान स्वधाम जानुभयो, अब हामी अनाथ भयौँ, अब हामी एक्लो भयौँ भनेर दुवैजना यसरी रोइरहेका